अन्धविश्वासलाई लिएर मान्छेमाथि प्रताडना गर्ने कुराहरू, बोक्सी जस्ता कुराहरू, यस्ता कुराहरूको सन्दर्भमा हाम्रो विरोध प्रखर हुनुपर्दछ। अहिलेको समयमा पनि अनेक विकृतिहरू छँदैछन्। त्यस्ता विकृतिहरू त्यसलाई अन्त्य कसरी गर्ने, त्यसको आम जागरणको आवश्यकता छ। जनजागरणको त्यो कसरी गर्न सकिन्छ जस्ता कुरा र जनजागरणका अन्य तमाम पक्षहरू कसरी उठाउन सकिन्छ, यस्ता कुराहरू पनि उठाउन चाहिँ ध्यान दिनुपर्छ। र बोल्नका लागि बोल्ने होइन, अर्थपूर्ण ढङ्गले बोलिनुपर्दछ। जनताका आवाज, देशका आवाज, तत्काल जनताले भोगिरहेका समस्या समाधानका निम्तिका प्रयासहरू हाम्रा बोलाइमा प्रतिबिम्बित हुनुपर्दछ। निरर्थक, झुट, भ्रमपूर्ण, असभ्य, अश्लील जो केही पार्टीहरूका नाउँमा केही व्यक्तिहरूले संसदभित्र पनि बोल्ने गरेका छन्, त्यस्तो प्रवृत्ति हामी गर्दैनौँ, हामी बोल्दैनौँ। र हामीले एउटा मर्यादित, सुसंस्कृत, सभ्य तरिकाले तथ्यमा आधारित, प्रमाणमा आधारित तथ्य कुराहरू साहसिक ढङ्गले प्रस्तुत गर्छौँ। विश्वसनीय, जवाफदेही र पारदर्शी पत्रकारिता सेतुमसी.com